हेलो एभ्रिवान, आज चाहिँ हामी द बेङ्गाल पेपर मिल टाइगर ब्रान्ड घुम्न जाँदैछौँ। यहाँ चाहिँ मेरो मम्मीको ड्याडी हाम्रो फुपाले पहिला काम गर्नुहुन्थ्यो र मम्मीहरू पनि यतै क्वार्टरमा बस्नुहुन्थ्यो। हेर्न जाऊँ है त। यो मिल हो है पहिलाको, यही चल्दाखेरि यहाँ नेपालीको बस्ती बसेको थियो। हाम्रो बाजेहरू पनि त यही त यही मिलले गर्दा यहाँ अहिले यस्तो अहिले फुल बस्थे। ए अहिले त सबै बन्द हेर्छु नि रुनु मन लाग्छ। त्यही त किनकि सानोमा मैले हेरेको चिज हो नि त। हो नि, कस्तो हाँसो पाउँछ हेर्नु मन लाग्छ। कस्तो भइसक्यो अहिले। यो अगर मिल चलेको भए नि यस्तो डेभलप हुन्थ्यो। अनि हाम्रो फोपा 90s मा जब नेपाल आउनुभयो रानीगञ्जदेखि, त्यसपछिदेखि यो मिल पनि बन्द भएछ अनि यसको हालत यस्तो हुँदै गयो। यो मिलहरू चल्ने भए यो सबै सब डेभलप हुन्थ्यो। कति राम्रो पुल भएको। अनि यस्तो त्यो टाइममा यस्तो घरहरू थियो भने त यो डेभलप हो नि त। हो नि। पुल क्या राम्रो सजाउँथ्यो जस्तो हुँदैन। त्यही त अब अहिले त यस्तो भइसकेको छ। अहिले त भूतको पिक्चर बनाउने खालको भइसक्यो। यहाँ नै छोपेर है कस्तो दामी छ। यस्तो दामी दामी क्वार्टरहरू लुकिरहेको छैन यहाँ कति डेभलप थियो। पुरा मान्छेको हलचल। यो डेभलप हो नि त्यो टाइममा 89 मा यस्तो हो नि। यो मन्दिर हो। यही मन्दिर हो। उहाँले जानु दिदीले कस्तो जोगिनिया मन्दिर हेरिहाल्नु न उत्री। यो त्यो बेला यो मन्दिर पनि कति चल्थ्यो। यो मन्दिरमै हाम्रो बाजेहरूले पूजा गर्नुहुन्थ्यो, भोग दिनुहुन्थ्यो रहेछ। पेपर मिल यस्तो जङ्गल भएको छ। यो चाहिँ कारहरू राख्नेको 1970 को के जानु पर्ने भित्र दिपा नजानु नदी यहाँ कारहरू राख्छ छैन। हाम्रो आउँथ्यो त कहिले आउँथ्यो। यो पहिला हाम्रो मम्मीहरू बस्ने ठाउँ, अब अहिले यस्तो भयो। घरदेखि रुख निस्किँदैछ। त नि हो त्यो त यो हो नि। यस्तो राम्रो प्रपर्टी यो इन्डियन सरकारले के गरेको होला। यसमा बरु अलिक मेन्टेन गरेर मान्छेहरू राखेर होइन। यो बङ्गला यो बङ्गला सप्ताहको जेठानी पर्छ। यहाँ पनि बस्छ अनि उता पनि भित्र पनि हेर हेर्नु दामी नै छ। जमानाको बङ्गला नि पुरा यहाँ नि झुला थियो दुई साइड। राम्रो कति मजबुत छ। कति मजबुत छ। तर यो चाहिँ अरूले किन्यो। मलाई भित्र पस्नु दार्जिलिङमा यस्तै खालको देख्छु नि त। मजा आउँछ कि तर डर लाग्छ। हस्पिटल हेर क्या दामी यहाँ भूतको पिक्चर राम्रो भन्छ नि। हो नि भन्छ। यो पहिलाको जमानाको हस्पिटल अरे यो पनि यस्तो दामी। पास जति राम्रो भए पनि त्यसमा भुलिनु हुँदैन। त्यही भएर हामी पनि नभुलिकन अब वर्तमानतिर जाँदैछौँ। बाई सबैलाई।